natural swimming pool. Good morning guys. हामी उठिसकेका छौँ मेरो गाडी क्याप भइसकेको छ अहिले अनि तातो पानी लिएर म टक्क पारामा आएको थिएँ थोड़ा सा मिट्टी अब इधर हटा लेता हूँ गाइज वेलकम ब्याक टु आवर न्यू भ्यू यहाँ हेर्दाखेरि चाहिँ यस्तो दामी भ्यू छ त्यहाँ काँडा हाम्रो रुम चाहिँ यहाँ थियो मान्छे बिहान मेकअप स्टाइल कपाल स्टाइल गाइज यहाँ चाहिँ यस्तो दामी भ्यू छ अब चाहिँ हामी एकचोटि तातो पानी खान्छौँ बसेर त्यसपछि तपाईँ बिहान 6 o'clock. त्यही खाली पनि दामी भ्यू छ यहाँदेखि चाहिँ बिहान उठ्यो माथि डाँडा छन् तल हरियाली गाई उता हाम्रो डगेस भाइ छ डगेस भाइ ओ डगेस भाइ ओ काले पानी खान्छौँ यहाँ तातो पानी हामी खाजा खाएर आऊँ टक्क पारामा चुहान अघि भर्खर रेडी भएर राख्नु भएको अहिले खाजा खाइसकेपछि चाहिँ हामी यहाँबाट निस्किन्छौँ झर्नाको लागि झर्नामा त्यति पानी त छैन भन्छन् खै हेरौँ स्विमिङ गर्न पनि जान्छौँ हामी चाहिँ गाइस टक्क एक गिलास दुध खाएँ दुधै छैन यस्तो दुध अनि मैले त कफी पनि दुध पनि डबल खाइदिएको के छ ब्लगर कस्तो भइरहेछ हजुरलाई एकदम यस्तो फुल्ला जस्तो भइरहेको भात बढेको जस्तो छ गाई जिउटु त केही दुखाएन त्यस्तो दुखेको छैन फेरि यसो 1-2 घन्टा जगिङ गर्न सक्छु जस्तो लाग्छ भूकम्प आउँदैन न उठाए 12:30 याद गरिरहेको छु निन्द्रा प्यारो छ मलाई मर्छु भनेर सुतिरहेको थिएँ तपाईँ कति राम्रो के हो रात के कुरा फर्स्टमा कुरा काट्छ है अनि त्यसपछि स्किप गर्नको लागि दिदी तपाईँ राम्रो हुनुको राज के हो तिमी हो भाइ उफ खाइराखौँ हामी चाहिँ अब लगभग सकिसक्यो यसपछि हामी एउटा निस्किन्छौँ टक्क पारामा हाम्रो राम्रो मान्छेहरू हाम्रो दाइ त म त ज्याकेट टाङ्ने हो जाने हो सिधा ए गाई छ गौमाता लोकल भालेहरू टक्क पारामा यहाँ ए ल सबै आउनु गाई यहाँ कल एकदम गाउँले भाइब आउँछ मस्त तरिकाको खेतबारी छ साइडमै यहाँ चाहिँ होटेल छ अनि यहाँदेखि यस्तो डाँडा काँडामा टक्क माथिपट्टि पनि त्यस्तै छ एकदमै यहाँदेखि चाहिँ अलिकति देखिन्छ रे यहीँबाट हेरेर फेरि अलिकति नजिक पनि जान्छौँ अब यस्तो केराबारी पनि रहेछ यहाँ त केराको त यहाँ बेहाल भइसक्यो रहेछ त यतै त होला यहाँ केराबारी रहेछ है पुरै ढलिसक्यो रहेछ आमा यहाँ पनि ढलेर के हो पुरै ढलेको छ नि त ला यहाँ पनि पुरै केराबारी ध्वस्तै भएको रहेछ छ्या आमा गाई झर्ना ल गाई उतै रहेछ झर्ना चाहिँ गाइस म फसेँ यार यहाँ केराबारीमा मलाई भोस एउटा देख्न सक्छौँ अगाडि झर्ना देखिरहेको कि नै गाइस तर भन्न अलिकति देखेन छ्या यस्तो जङ्गल छ आमा यहाँ यत्रो छिरेर खुट्टा नै ठुलै रहेछ त यहाँ रहेछ ल फाइनली गाइस मैलुङ झर्ना यहाँ अलिक सानो देखिरह अब क्यामेरामा त्यस्तो भिजिबिलिटी छैन तर आँखाले एकदमै बवाल देखिरह अहिले त हामी यहाँबाट हेरिरहेको छौँ एकछिनमा हामी त्यहीँ जान्छौँ तलपट्टितिर माथि धान फलिरहेको रहेछ केराबारी चाहिँ पुरै ध्वस्त भइसक्यो रहेछ यार त आमा झर्ना त बवाल बजिरहेको होइन हामी तल जाने हो गाइस डाँडा काँडा निक्सन प्रोफेसनल भ्लगर है ड्रोन ल्याउनु पर्ने छ गाइस फेरि हामी त्यही जाँदैछौँ भर्खर गएर निक्सन म चाहिँ फेरि सबै जाने अहिले चाहिँ त्यहाँदेखि हेरेर एकचोटि फेरि रिटर्न आएर हामी ब्याग लगेर अनि तलतिर जान्छौँ सबै हाम्रो यहाँ गाउँमा त हुनुहुन्छ सर्ना दिदी ढोक गर्नु त अहिले खाएको दुध यसैको वा कस्तो मिठो थियो आमा साँच्ची एकदम मिठो थियो यहाँ छ सब गाई यहाँदेखि भ्यू पनि एकदम राम्रो छ बस्न चाहिँ जे होस् है यहाँ आएर एकदमै नेचरमा बसे जस्तो फिल हुन्छ दामी छ यहाँदेखि भ्यू पनि दामी देखिरहेको रहेछ मैलुङ आउँदै हुनुहुन्छ भने यहाँ आएर मस्त बस्न सक्नुहुन्छ तपाईँहरू वरिपरि टक्क यहाँ बारीहरू छ है यहाँ आइसक्यो भर्खरै म त्यही पनि फेरि पनि हजुरहरूलाई भनिदिइरहेको छु म एकछिनमा जान्छौँ फेरि त्यही मैलुङको डाँडामा हामी हेर्नु न यार यहाँ पुरै जति सक्यो यत्रो केरा बारी नै पुरै ध्वस्तै भएको लिटरली गाइस हाम्रो भाइ गाइड हुनुहुन्छ भाइ कहाँ हो तिमी रोनाल्डो होइन तिमी र गाइस सबै गइरहेछौँ हामी है अगाडि झर्न अगाडि नै छ हाम्रो भाइ गाइड हुनुहुन्छ हामीसँग त्यही भएर हामी चिन्बाइदिरहेछौँ यहाँदेखि कुदेर तल भइदिउँ डाँडामा जहाँबाट छिर्दिने हो क्या यस्तो भुस यस्तो हिँडिदिने हो गाई जहाँबाट पाइन्छ यहाँ यस्तो ओडारबाट आउँदैछन् गाई हाम्रो गाइजहरू
वाह यहाँदेखि झन् राम्रो देख्दो रहेछ त वहाँ हाम्रो अङ्कल धान काटिराख्नु भएको रेलिङ जस्तो थियो नि तल अङ्कल धान काट्दै हुनुहुन्छ नि त्यहाँ मस्त धानबारी पनि छ यहाँ गाईहरू कन्फ्युज भएर हामी कहाँ जाम ल जहाँबाट कुद्दै गइदिउँ केही हुँदैन ए आउनु यहाँ तपाईँ ल गाइस हाम्रो गाईहरू अब हामी यहाँबाट कुद्दै टक्क टक्क तलबाट जान्छौँ आउनु न अब ल छिटो छिटो आउनु ओ कुद्नु न सिधै यहीँ गाई लिएर है माथि आउने भनेको यहाँनिरबाट तल त्यो ढुङ्गामा जाऊँ भनेको ल खै हट्नु तपाईँ थाम्दिन न जान्न बिस्तारै तल छ ल दुइटै ल जस्तो रोक्नु रोक निक्छ ल कुद 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 हो हामी चाहिँ अब यो धानको बारीबाट टक्क जान्छौँ लड्नुहुन्छ है यहाँ अगाडि झर्ना यहीँ छ यता यता है फेरि धानमा किचिदिनु ल गाइस हामी चाहिँ अब डिँडै गइराखौँ ऊ झर्ना यहीँ छ चस्मा लगाइहालौँ न है अलिक टक्क पारामा गाइस झर्नामा जाने भनेको आमामा बवाल भिड रहेछ त यार आउँदैछन् अरू चाहिँ म चाहिँ यहाँ खुइ खुइ गएर अगाडि आई वान्ट टु एक्सप्लोर यस्तो बवाल तरिकाको गाइस म चाहिँ कुद्दै कुद्दै आइसकेँ टक्क पारामा गाइस यहाँदेखि यस्तो दामी कुद्दै कुद्दै गाइस फाइनली आई एम हियर इन फ्रन्ट अफ मैलुङ झर्ना ओ या हाम्रो दुईटा मेम्बर माथि छ तीनटा उतै छ सो आमा यस्तो भिड छ गाइस यहाँबाट चाहिँ मैलुङ झर्ना यस्तो ढुङ्गाको भिडहरूमा यहाँदेखि चाहिँ तल चाहिँ झुलुङ्गे पुग्दैछ यस्तो भिड छ हेर्नु न अब यहाँदेखि झरेपछि चाहिँ गयो मान्छे यस्तो भिड छ गाई ल आई एम हियर एन्ड दिस इज द भ्यू अफ मैलुङ झर्ना यस्तो भिड छ तल यहाँ रहेछ त्यो रेलिङवाला चाहिँ सबैले देख्नु भएको होला तल झर्ना चाहिँ यहाँबाट रहेछ यस्तो भिड छ यहाँदेखि चाहिँ अगाडि है माथि हाम्रो दुईटा जना खै के गरिरहने यसरी त कहिले पुग्ने हुन् नेक्स्ट तिनीहरू माथि छन् माथि मान्छे लडिसक्नु भएको म चाहिँ तपाईँको डेस्टिनेसनमा जाँदैछु यस्तो राम्रो भिड छ बियर गिल्स यहाँ त चिक्लो रहेछ गाइस दुईजना बियर ग्रिल्स डिस्कभरी च्यानलमा हालिदिनु पर्छ शाहरुख खान ल नाम तो सुना ही होगा If you can see guys, so that is the Mailung Jharna. Guys, damn subscribe ketna Mailung Jharna देख्नु सक्नुहुन्छ यहाँ देखिको भिड we are here झर्नालाई हामीले बाई बाई भन्नुपर्ने हुन्छ बाई बाई झर्ना द बेस्ट झर्ना अफ दि राम्रो छ तर एकदमै राम्रो छ गाइस यहाँदेखि यस्तो भिड पाखा फोटोसोटो खिच्न भिडियो सिडियो यस्तो बवाल छ अब यहाँदेखि क्यामेरामा कतिको हुन्छ भन्ने हो तर बवाल देखिरह हामी निस्किन्छौँ उता गइसक्नु भएको नभए हामी चाहिँ गएर हामी यहाँबाट उता पनि त्यो यहाँको भ्यू पोइन्ट यहीँबाट हो भिडियो खिच्ने खास चाहिँ हामी चाहिँ यस्तो डाँडामा आएको थियौँ यस्तो बवाल रहेछ यहाँ पनि अब चाहिँ हामी उतातिर जान्छौँ डेस्टिनेसनमा अनि दामी देख्दो रहेछ यहाँबाट पनि यो भ्यू पोइन्ट यही नै हो खासमा आमा बवाल दामी देखिरहेको छ अब हामी यता पुगिसक्यौँ फाइनल्ली मेरो पछाडि
मैलुङ झरना देख्न सक्नुहुन्छ तपाईँहरू दामी छ अलि पानी चाहिँ अलिक कम छ अहिले अब हुनु त पर्ने हो अहिले त्यत्रो खोला डोरा पहिरो गएर है त्यही पनि पानी चाहिँ कम छ अरू त सबै एकदमै भ्यू पनि दामी पछाडिको चाहिँ टक्क यो भिरहरू अब यस्तो बबाल देखिया छ देखिन त दामी रहेछ ठाउँ चाहिँ होइन अब यस्तो छ गाइजहरू टक्क रेलिङमा बसेर यहाँ पनि तल पनि बारी रहेछ त के हो धान रहेछ यहाँ चाहिँ झरना टक्क बारामा रोड रहेछ त्यहीँनिर मात्र पिछ्यो फेरि पुरै अफ रोड हो त्यो त्यहाँ पनि एउटा झरना रहेछ गाइज हामी फर्किसक्यौँ त्यो झरनाबाट अब हामी फेरि ब्याक टु होटेल त्यहाँदेखि चाहिँ रेडी भएर अनि त्यसपछि हामी निस्किन्छौँ फेरि तल दामी रहेछ सबै आउनु यता चाहिँ आउनु होला बेटर एक्सपिरियन्स यहाँ यस्तो धानहरू फलिरहेको छ कृष्ण गाडी सुरक्षा लिएर फालिदिन्थ्यो यहाँ कपाल बिक्री त रिसाइरहेको थियो आज त काटिदिन्छ हामी होटल पुग्न थाल्यौँ अब रेडी छ होटल तब चाहिँ हामी यहाँबाट निस्किरहौँ सबै प्याक गरेर आइसक्नुभयो उहाँ पनि आइसक्नुभयो तपाईँलाई त्यसमा गाह्रो हुँदैन चलाउन गाह्रो होला है चलाउन रेडी भइसक्यो यार रेडी भयो सुरक्षा त फेरि गुन्डे नि हो नि मान्छे हाम्रो अरू गइसक्नु भएको छ नि निक्सन पनि जानुभयो दाइ अगाडि गइसक्नुभयो अब हामी चाहिँ के छ कस्तो भएर अहिलेसम्म स्विमिङ चाहिँ गर्नुपर्छ ल अब सुरक्षा स्विमिङ गर्दैन भने सब यस्तो धोकेबाजहरू है मैले 10 चोटि सोधेँ आएकोदेखि स्विमिङ जाने नजाने म सब चेन्ज गर्छु भने निस्किनु भन्दा 5 सेकेन्ड अगाडि पनि सोधेँ जुत्ता त हुन्छ भनेर लगाउ बहिनी जुत्ता लगाऊ भने विप्लव दाइले अब जब जुत्ता लाउँदैछु खुट्टा सुट्टा धोएर हामी स्विमिङ जाने रे अब कहाँ जान्छु म स्विमिङ गरी गर्दैन अब त्यही नै हेरौँ के हुन्छ यस्तो बारिसहरू छ मलाई गाउँको याद आयो मेरो गाउँमा नि यस्तै नै छ यस्तै हिँड्नुपर्छ त्यहाँ छ हाम्रो दाइहरूको बाइकहरू ल राइडर्सहरू यही 3 जना हुन् एन्ड वी आर प्यासेन्जर प्रिन्सेस म एकजना यहाँ सर्ना दिदी खै देख्नुभयो प्यासेन्जर प्रिन्सेस गाइज म पनि छु मिस्टर होम अब हामी यहाँबाट निस्किन्छौँ सबै गाइजहरू आइरहन् तल बाइक स्टार्ट गरिरहन् म चाहिँ अलि अगाडि यसो अब यहाँदेखि चाहिँ हामी तल जान्छौँ स्विमिङ पुल छ अरे अब त्यहाँ स्विमिङ पुलमा चाहिँ भएपछि खेल्छौँ खै मुडै छैन मुड भएपछि खेल्छौँ भनिरहन् मेरो त छ अति नै छ कि अब आइरहनहरू अब बिस्तारै हामी जान्छौँ यहाँबाट दामी रहेछ है ठाउँ चाहिँ जे होस् एकदम नेचर ओभर दामी छ अलि पानी बढी भए भयो अझ झन् खतरा हुन्थ्यो यस्तो दामी कस्तो दामी पुरै ओडारै छ कि यहाँ हिजो यहाँ यस्तो डराएको राति तर बाटो त बिथ्रै रहेछ यहाँदेखि चाहिँ यस्तो डाँडा काँडाबाट टक्क परामा बाटो चाहिँ एकदम राम्रो भन्नाले गाउँतिरको हुन्छ नि अलि दामी तरिकाको छ अब यहाँदेखि गाइस भ्यू त्रिशुली बी भन्ने हाइड्रो पावर छ एउटा चाहिँ यहाँ रहेछ कि ए हो कि बी थाहा छैन कत्रो ठुलो ढुङ्गा रहेछ तल अब जाँदै गरौँ रमाइलो भइरहेको थियो होस् नेपाल दसैँमा घर गएन गाइस त्यही भएर अब यस्तो गाउँको भाइब यतै रमाइलो भइरहेको यस्तो कुलो बनाउनलाई यहाँ धानहरू फलिसकेका छन् लट्रम्म त्यहाँ पनि एउटा ठुलो झरना रहेछ बाटो पनि राम्रै छ कहाँ गयो तिनीहरू आउँछु भनेर ल गाइज हामी यहाँ पुगिसकेका छौँ यस्तो राम्रो नेचुरल स्विमिङ पुल यही रहेछ यहाँको चाहिँ हाम्रो सबै गाइजहरू आइसक्नु भएको अब चाहिँ हामी खेल्छौँ कि क्या हो यता खेल्न त तर कट्टु मात्र छ फेरि के खेल्नु भन्ने हो गाइज यस्तो चाहिँ टक्क पारामा हिँड्दै वाउ यहाँदेखि चाहिँ तल खोला छ हाम्रो गाइजहरू उता हुनुहुन्छ अब यहाँदेखि खै स्विमिङ गर्छौँ यहाँको प्रो दाइहरू आइसक्नु भएको हाम्रो हिरो स्विमिङ गर्ने हो ए हामी चाहिँ झरनामा छौँ अहिले हाम्रो सबै त्यहाँ हुनुहुन्छ निक्सन चाहिँ एक्लै म स्विमिङ गर्छु गाइस गाइस यस्तो दामी छ यहाँ हाय हाय नेचुरल स्विमिङ पुल वाह हाम्रो हिरो भाइ सिक्स प्याक देखाइदियो त सिक्स प्याक कमिङ सुन हो आफ्टर 5 इयर्स कमिङ सुन अरूको चाहिँ आइरहेको दामी छ ल मस्त स्विमिङ कोही आएन म एक्लै डुब्की लगाउँदै
फ्यामिली ब्याग छ तपाईँ सट्टै एक सुनी हानेर आउनु गाइस आउनु पर्यो हाम्रो निक्सन ब्लग तपाईँ चाहिँ आउन यहाँ दोस्ती आउनु प्रो सुनरहरू गयो ओहो इट्स माई टाइम गाइस यहाँ त गहिरो रहेछ गाइस यो म भित्र जान्छु गाइस भयो अलि माथि म अब यहाँ माथितिर जान्छु यार है ल कस्तो दामी वाउ गाइस यहाँ रहेछ नि त यहाँ त्यति त स्विमिङ पुल गाइस हामीले स्विमिङ गरेर भर्खर निस्किसक्यौँ निस्किया त छैनौँ आउट ल गाइस अब यहाँदेखि चाहिँ हामी फेरि स्विमिङ गरेर अब हामी निस्किन्छौँ यहाँबाट चाहिँ मैले चाहिँ तलको चाहिँ लगाएको छु यो टी सर्ट मात्र लगाएको छैन यहाँदेखि हाम्रो गाइजहरू त्यहाँ हुनुहुन्छ तस्लामा तस्ला हाम्रो गाइजहरू चाहिँ यहाँ बसिराख्नु भयो हामी सबै अब हामी यहाँ धन्यवाद ल तपाईँको बगाइदियो नि हुन्थ्यो हाम्रो यहाँ जलपरीहरू दामी रहेछ त्यहाँबाट स्विमिङ पुल छ यता चाहिँ तल पनि दामी टाइपको झर्ना छ हाम्रो दाइ त हुनुहुन्छ सना दिदीको ब्याग छ है मेरो ब्याग ल्याएन ल गाइस अब हामी त यहाँदेखि निस्किन्छौँ सबै हाम्रो निक्सन गाउँमा हुनुहुन्छ गाइस हामी भाग्दै लड्दै पढ्दै नुवाकोटको दरबारमा पुगिसक्यौँ गाइस अब यहाँदेखि चाहिँ भित्र चाहिँ गएको छैन हामी खाजा खाने भनेर यहाँ बाहिर बसिरहेको छौँ केही नरहेछ मोमो मात्र छ मोमो अब मस्त मोमो खाएर यहीँ जिउ दुखिसक्यो बस्दा बस्दा नि तपाईँले के भएन है आउनुहुन्छ त्यो सिन धरिरहेको छ हेर्न मन लाग्ने क्या मलाई भोक लाएर निन्द्रा लाएर बिसा पाएर यस्तो भइसक्यो पानी प्याज लाएर यहाँ घाँटी दुखिसक्यो खोइ पानी सो वी आर इन दरबार अब चाहिँ यहाँबाट हामी खाना खाएर एकछिनमा दरबार जान्छौँ घुम्छौँ 1-2 घन्टासम्म यस्तो 2 घन्टा त हुँदैन 1-1.5 घन्टासम्म त घुम्ने होला त्यसपछि जान्छौँ हामी फेरि ब्याक टु काठमाडौँ गएपछि त्यही अब सुतिन्छ नि रुगा लगाइसक्यो यहाँ हाम्रो सरना दिदी कहाँ जानुभयो थाहै छैन हामी यहाँबाट अब खाजासाजा खाएर निस्किन्छौँ एकछिन मिठो मोमो आइदियो त रमाइलो हुन्थ्यो गाइस अब यही हो मेरो नेचुरल हेयर नेचुरल फेस मलाई उहाँले मिस्टर ओमले दिनुभयो गाजल यही हो होइन गाइस यस्तो दामी छ त्यत्रो स्विमिङ खेलेर आएर नि गाजल स्टिल यत्तिकै बाँकी छ केही भएन मेरो दिदीले दिदीको त्यो दिदीलाई थ्याङ्क यू भनिदिनु भयो थ्याङ्क यू दिदी तपाईँको मैले लिदिएँ सरी खोइ यहाँ देखाउनु त्यो फालिरहेको थिएँ म धन्न तपाईँलाई दिया त्यस्तो राम्रो छ यार अति नै राम्रो छ कितना सुकुन मिला गाइस मेरे को यस्तो काम हराउँछन् यार काम छैन काज छैन मलाई त भए पर्दैन खाजा खाएर अब यहाँ हाम्रो यहाँदेखि चाहिँ दरबार जाने बाटो छ यहाँदेखि तल यस्तो दामी छ चाइनाबाट रहेछ गाइस अब चाहिँ यहाँ भित्र छिरेर कन्स्ट्रक्सनमा छ भन्ने सुनेको थिएँ अब हेरौँ के कस्तो रहेछ यहाँ अलिअलि गाइस एक्सप्लोरिङ दरबार नुवाकोट दरबार हो कि त जाने बाटो चाहिँ यस्तो दामी रहेछ नि पछाडि आउँदैछ हाम्रो गाइजहरू यहाँ नि भूकम्प आएको थियो क्या हामी इनर्जी अलि लो छ अहिले सबैको अफरोडले गर्दा गड्याङ गुडुङ ढुङ्गामा साग थिचेर यहाँदेखि हाम्रो
कुकुर हाम्रो स्वागतको लागि बस्नु खान रकेश भाइ क्या हाल है भाइ ओ भाइ क्या हाल है दामी रहेछ ल डाँडा जस्तो छ गाइजहरू उता लो ब्याङ भएर आइराख्नु खान हामी छौँ यता दाई हुनुहुन्छन् दाई र म चाहिँ हिँडिरहेको छौँ यता आडा अहिले ब्ल्याक कफी त बाहिर बेकार बनाउने रहेछ नि त मलाई त्यहाँको त्यस्तै लाग्थ्यो हेर्नु बिहान अनि दुध मगाएर खाएको तर मान्छे पनि एकदमै राम्रो है भन्नाले एकदम त्यो हुन्छ नि प्रोफेसनल्ली अब हाम्रो क्लाइन्टहरू भनेर होइन कि एकदम क्याजुअल्ली के पाहुना जस्तो त्यही होइन त कस्तो मजाको मान्छे त्यहाँ पनि भाइ त गफाडी थियो गाइज फाइनल्ली हामी दरबार पुगिसक्यौँ दिस इज द नुवाकोट युवा क्लब पनि यतै रहेछ हाम्रो साथीहरू उता आइराख्नु भएको छन् अब हामी यहाँ यसो हेर्छौँ एक्सप्लोर हान्छौँ यहाँ दामी रहेछ त ल नुवाकोटको दरबार फाइनली वी आर टप अफ दि माउन्टेन यस्तो डाँडाबाट भ्यू त राम्रै देख्दो रहेछ बिहान क्लाउड भएपछि त है तल कस्तो मजाको होला कस्तो लाग्यो तपाईँलाई भ्यू पोइन्ट एकदम राम्रो तपाईँलाई कस्तो लाग्यो तपाईँलाई कस्तो लाग्यो निक्सन म चाहिँ अलि यहाँ यो भ्यू चाहिँ यस्तै रहेछ यहाँदेखि चाहिँ अलिक तवालो टाइपको रहेछ त्यही भएर यहाँ त्यस्तो केही देखिरहेन म चाहिँ रिमेनिङ एक्सप्लोर हान्छु यो के भन्छन् काइन्ड अफ जस्तो छ क्या त्यो ललितपुर भक्तपुर दरबार स्क्वायर जस्तो जस्तै यहाँ तल चाहिँ राम्रो छ जस्तो जस्तो म तल जान्छु दिस इज द वाउ नाइस जय होस् दामी रहेछ ल यहाँपट्टितिर मेन मन्दिर चाहिँ यही हुनसक्छ यही हो कि क्या वाउ जान मिल्ला नि जय होस् वाउ यहाँ ताला लगा बन्द छ क्या हो नि गाइज हियर आई एम सो गाइज म छु अहिले चाहिँ नुवाकोटको दरबारमा माथि टपबाट यहाँदेखि चाहिँ भ्यू राम्रै देखिरहेको राम्रो रहेछ यता चाहिँ हाम्रो मेम्बरहरू उता हुनुहुन्छ के छ हो गाइजहरू ब्लगरहरू के हो यहाँ तपाईँहरू एक्सप्लोरिङ दिस प्लेसेस यार विदाउट चप्पल जुत्ता जय होस् मलाई त चप्पल निकालेर भने चप्पल निकालेर आएको थिएँ होइन गाइज म त एकदम म मान्छु है आई बिलिभ इन गड यहाँ चाहिँ यहाँ अहिले यहाँ मेन मन्दिर यही रहेछ क्या हो गाइजहरू पनि सबभन्दा ठुलो घन्टी चाहिँ अहिलेसम्मको हामीले देखेको यही छ जस्तो छ यहाँ चाहिँ भ्यू चाहिँ बवाल रहेछ त यार मेन मन्दिर चाहिँ यहाँ रहेछ भित्र चाहिँ फोटो खिच्न मिल्दैन अरे त्यही भएर हामी टिका सिका लगाएर यहाँदेखि चाहिँ निस्किराखौँ खिची अलिकति अब टक्क बनाउँ हाम्रो गाइजहरू तल हुनुहुन्छ सुरक्षा खै उताबाट गयो हेर्न यता हुनुहुन्छ हाम्रो दाई हिरो सुरक्षा चुहाने दा यहाँदेखि हामी फेरि अब रिटर्न जान्छौँ गाइज यहाँबाट चाहिँ सबै आइसक्यौँ गाइज साँझतिर चाहिँ मान्छेहरू पनि टन्नै आउँदो रहेछ यहाँ हामी चाहिँ अलि चाँडो आयौँ अब चाहिँ हाम्रो डगेश भाइ के छ अर्को डगेश भाइ यस्तो त हामी ओडार रहेछ गाइज यहाँ भाइ यता पब्लिक टोइलेटहरू छैन पब्लिक टोइलेटहरू गाइज हामीले चाहिँ टोइलेट पार्टनर पाइसकेको छ हाम्रो भाइलाई ब्लगको नाम निक्सन राई ए निक्सन आएन जिना माने ऊ उहाँको ब्लग है जिना माने भएको पनि छ ओम काज हाम्रो भाइ हिरो कस्तो ह्यान्डसम हो यार तिमी नुवाकोटको मान्छेहरू हिरो हुन्छन् है तिमीहरू घर यतै हो कहाँ गाइज हाम्रो भाइहरूले चाहिँ यहाँ के बाजा हो धिमे बाजा बजाउँदैछन् हाम्रो हिरो ह्यान्डसम भाइ अघिको भाइ चाहिँ हेर्नु बजाउनु सुरु गरिसक्यो
टु दि काठमाडौँ। हामी यहाँ पुगिसक्यौँ सन्ना दिदी तिनीहरू माथिबाट आएर हामी बाटो भएर यहाँबाट आइदिएर फेरि कहाँ गयो सन्नातिर यही बाटो त्यहाँ यो बाटो जान्छ है फेरि यहाँबाट 2 चोटि घुमाइसक्यो कहाँ हो यार तपाईँहरू कहाँ हराउनु भएको ल फाइनली भिडियो गाइज पछाडि हुनुहुन्छ अब फेरि लाग्यौँ हामी आफ्नो बाटोतिर यहाँको बाटो त अफरोडै छ Doges भाइ साइड गर्छ गाइज यहाँ त खतरा रोड रहेछ तल हाम्रो प्रो राइडर हुनुहुन्छ तर बाबै छैन त्यति लगिहाल्नुहुन्छ